हेलो होइन यो देवालीको बोका पाउने घर कतापट्टि हो? देब्रे हो कि दाहिने? ए देब्रे, ल ल अब देब्रे त भन। अब यो देब्रे कता हो फेरि? ए केटा, आज तँलाई हेर्न केटीका बाबु आउँछु भनेका थिए, काहीँ नजाने फेरि? मैले देखेको पनि छैन तेरा ससुराबालाई। नमस्कार है हजुर। यी नै हुन् कि क्या हो? नमस्कार, बस्नु बस्नु। बसौँ भन्दा पनि एकचोटि हेरौँ न। बस्नुहोस् है एकछिन, नुहाउँदैछ त्यहाँ। बोका पनि नुहाउँछ? नुहाएर चिटिक्क पारेर बेच्न होला। साँच्ची अनि कति केजी हो? अहिले केटी पनि वेट हेरेर दिन्छन्, स्लिम जो खोजेको होला नि मोराले। वेट त त्यही 50 केजी जति होला। बाफरे त्यत्रो? होइन के खुवाएर पाल्नु भएको छ? 50 केजी पनि बाफ्रे भन्छ त। अनि टोलभरिको बाख्राहरूलाई त वाक्कै नआएको होला त। बाख्रा? केटी भनेको होला नि बाजियाले। छैन छैन, घरबाट बाहिरै निस्किँदैन नि। बोका कहाँ घरमा राख्छन् हौ? घरमै राख्दा अनि घर गनाउँदैन? मेरो छोरालाई गनाउने देख्ने यसले। कहाँ गनाउनु, डेली नुहाउँछ नि। संसारमा डेली नुहाउने बोका पनि देखियो। अनि खसी पार्ने कहिले सोच्नु भएन? होइन, मैले मेरो छोरालाई खसी किन बनाउने? वंश जोगाउनु परेन? वंश जोगाउने के भन्छ? फेरि छोरा भन्छ। कुकुरलाई त छोरा भन्छन्, बोकालाई पनि छोरा भन्ने होला। नरिसाउनु न। अनि साँच्ची बाख्रालाई बोका लगाएपछि कति लिनुहुन्छ? यस्तो धन्दा गर्ने मान्छे हो मेरो छोरो? छि 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 छि। यसमा के छि नि? हाम्रो गाउँतिर त त्यस्तै चलन छ त नि। होला, तर मेरो छोरा संस्कारी छ। संसारमा संस्कारी बोका पनि पाइयो। ल भन्नु न त कति पैसा हो? दाइजो भनेको होला बजियाले। पर्दैन, केही चाहिँदैन हामीलाई। यो बुढा त फ्रीमा दिन खोज्दैछ त बोका। होइन होइन, दिवालीमा लाने हो कि काट्न, केही त दिनै पर्छ के। फेरि माथि आस्ने के अरे? मेरो छोरालाई दिवालीमा काट्ने रे? अनि दिवालीमा बोका नकाटे के काट्छ त? अझ मेरो छोरालाई बोका भन्छ। तेरो छोरीले मेरो छोरालाई मन पराउँथेर मात्र, नभएदेखि मैले जाने थिएँ। मेरो छोरी त छैन। अनि किन आएको त? दिवालीको बोका यहाँ छ भनेर लिन आएको। होइन, अघिदेखि तपाईँले 4 खुट्टे बोको भनिरहनु भएको थियो। हजुर। ए, त्यो त यहाँ छैन, ऊ पल्लो घरमा हो। तपाईँले कुन बोका भनिराख्नु भएको थियो र? कुनै पनि होइन। ए गल्ती भएछ है हजुर, माफ पाऊँ है। धन्न दिवालीमा छोरो चढाएको गाँठे।